किनकि सन्त कबीर 500 वर्ष अगाडि जन्मेका। त्यो बेला अहिले जस्तो ड्राई क्लिनर्स हुँदैन थिए, बिजुली नै थिएन। धुलाइ कहाँ हुन्थ्यो? खोलामा गएर। अनि धोबीले खोला पोखरी बिचमा छिर्छन्, त्यहीँ गएर धोबी पात लाउँछन्, लुगा धुन्छन्। धोबिया जल बीच मरत प्यासा। अनि टन्टलापुर घाम हुन्छ उनको टाउकोमाथि, तिर्खालो मरिरहेको हुन्छ, चारैतिर पानीको बिचमा बसेर। पानी नै पानी छ, तर पानी त्यो फोहोर छ, उसले पिउन सक्दैन अनि मरिदिन्छ, कति बेहोस भइदिन्छ। धोबिया जल बीच मरत प्यासा। जलको बिचमा बसेर तिर्खाएर मर्छ मान्छे। यानि आनन्दको सागरमा बसेर मेरो जीवनमा दुःख भयो केही छैन भन्छ। यसरी के भने आयो? के भन्ने? जे गर्दा पनि आनन्द छ, तिमी दुःखी छौ। कहाँबाट आयो? अब यो दुःख कहाँबाट आयो पत्ता लगाउनलाई अर्जुनसँग